पछिल्ला केही दिनहरूमा नेपालमा जटिल र गम्भीर प्रकृतिका समस्याहरू देखिए जसले हामी सबैलाई तरङ्गित पनि बनायो। तर व्यक्तिगत स्वार्थ र राजनीतिक लाभ हानिभन्दा माथि उठेर सामूहिक पहल गर्ने हो भने सबै समस्याको सावधान निकाल्न सकिन्छ भन्ने पनि देखिएको छ। सम्माननीय सभामुख महोदय, हामी सबैजना स्थानीय मतदाता र नागरिकहरूसँग संवादका लागि जनताका घर आँगनसम्म पनि पुग्यौँ। समाजमा धेरै प्रकारका समस्याहरू छन्, साथै सरकारले ती समस्याको सावधान दिन्छ भन्ने कुरामा उहाँहरू आशावादी रहेको पनि पायौँ। तर केही समस्याको अवस्था देख्दा मलाई एउटा कुरा अलि अचम्म पनि लाग्यो। जस्तै सरकारी अस्पतालहरूमा रेबिस विरुद्धको खोपको हाहाकार छ, तर त्यही खोप अलिकति महँगो मूल्य तिर्दा निजी क्लिनिकहरूमा सजिलै उपलब्ध छ। त्यसैगरी क्यान्सर रोगका अति आवश्यक केही औषधिहरू पनि बजारमा अभाव रहेको गुनासो आइरहेको छ। यसमा मेरो सरकारसँग सिधा प्रश्न छ, यो कृत्रिम अभाव हो कि सरकारले व्यवस्था गर्दा गर्दै पनि सम्बन्धित निकायले उचित व्यवस्थापन गर्न नसकेको हो? साथै सभामुख महोदय, सरकार र निगमको हामीलाई पुग्ने गरी ग्यास मजदात रहेको बताइएका छन्। कतिपय नागरिकहरूले आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर खरिद गरेर घरमै भण्डारण गरेको पनि सुनिन्छ। तर अर्कोतर्फ आम नागरिकले एउटा ग्यास सिलिन्डर पाउन पनि दिनभर लामो लाइन बस्नुपर्ने पीडादायी अवस्था छ। यसको तत्काल समाधान गर्न म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। म अत्यन्त गम्भीरताका साथ भन्न चाहन्छु, सरकारले दिन खोजेको सेवा र नागरिकले पाउनुपर्ने सेवाबीच यत्रो ठुलो ग्याप किन भइरहेको छ? सम्माननीय सभामुख महोदय, यी कुनै आज मात्र उत्पन्न भएका नयाँ समस्याहरू होइनन्। यस्तो अवस्था किन र कसरी सिर्जना भइरहेको छ भन्ने विषयमा सरकारले गहिरिएर अध्ययन गर्दै जिम्मेवारीपूर्वक समाधानको पहल गरियोस् भन्दै आग्रह गर्न चाहन्छु। धन्यवाद।